यो घर राम्रो छ भन न। यो घरमा धेरै राम्रो खानेकुरा पाइन्छ, हुन्छ जाने ल? राम्ररी राम्ररी है त। आज चाहिँ हामी त्यो चाबी मागेर जानुपर्छ ल। उसरे चाहिँ हुनुहुन्छ। नमस्ते नमस्ते। एउटा रुम खाली होला? छ। दिनुस् न एउटा चाबी। हुन्छ लिनुहोस्। ल अब कोठामा बस्न जाने ल। मेरो कति राम्रो भयो नि। ल कस्तो कोठा अगाडि नै भएको छु मेरो बहिनी त पर्यो। जाउँदा सानो ढोका बन्द गर। आउँछ नि तिमीले गर्न। राम्ररी गरे सानो। चिक्कु लगाउन आउँछ? ल ल हिँड्न जाउँ। करल थाहा छ एउटा नि कहानी बताऊ? भूतको ल मेरो बस। एउटा केटी रहन्थे, त्यो एउटा होस्टेलमा पढ्थे। त्यो होस्टेलमा एक दिन त्यसलाई तर्साउन भूत आयो। फेरि त्यसको खुट्टा तान्ने भयो, कतिखेर त्यसको पलङ तान्ने भयो। फेरि त्यो डरले आफ्नो दिदीकोमा गयो। फेरि त्यसलाई अङ्गालो मार्यो। फेरि त्यो भूतले त्यसलाई खाइदियो। राम्रो छ? मलाई पनि गर न अम्मा। सो जा मेरी चंदा रात हो गई, सो जा वरना डायन काट खाएगी। सानो हामीले खाना पनि खायौँ, अब सुत्न जाऊँ। खाना खाइसके अब नुनु गर्न जाऊँ। खाँदैन पलङ्गो पर्यो पनि सुत। आउन यहाँ सुत। होइन यता हो खाट। सुत त सुत यता। सुत के? आऊ त मसँग सुत। डर लाग्दैन तिमीलाई? आऊ मसँग सुत। कसले तानेको मलाई? मुनि त कोही छैन मुनि। भूत हुन्न के यो संसारमा। भूतको भूपी पनि हुन्न। भूत देखि तिमीले? कस्तो करलको थियो? कालो। भूत कालो करलको हुन्छ? किन डरेको त? हुन्न भूत? हुन्छ। हुँदैन? सो जा मेरी चंदा रात हो गई, सो जा वरना डायन काट खाएगी। सो जा मेरी चंदा रात हो गई, सो जा ठीक छ आउँछु म। नर न छोलाई बोला जल्दी। छोलाई बोला। अहिले बोलाउँला सरलाई। तपाईले मलाई यता किन बोलाउनु भएको? आउनुस् न। हुन्छ। सर हजुरलाई पानी चाहियो?
देऊ न एउटा कप। हुन्छ। अनि सानो तिमी यता कसरी आऊ मेरो कक्षामा। लिनुहोस् सर पानी। ल्याइहालेछौ। खानुहोस्। चिया बनाएर आएको पानी होइन। चिया हो अब स्पेसल आउने भएको हजुर यता। लिनुहोस्। के भनेको कि यता सोझा यस्तो के भूतको गाना आउनु के यता भूत सुत के हुन्छ त्यस्तो त छैन। मैले चाहिँ एउटा दिन चाहिँ यस्तो सुनेको थिएँ तर होला के सुन्नु भएको थियो यस्तै गाना सुनेको थिएँ। भूत सुत त हुँदैन मलाई पुरा विश्वास छ मलाई पुरा विश्वास छ तर सायद कसैले गाना बजाएको होला यता कतै अहिले पनि आइरहेको छ सुन्नुभयो हजुरले। आएको छैन अहिले आएन अघितिर आएको थियो। त्यस्तो भए यो कतै कोही छिमेकीहरूले बजाउने चलन होला त्यसैले ल ल ल नमस्ते नमस्ते नमस्ते। अनि 2 कप चिया पनि ल्याइदिनु होला है होटलदेखि। हुन्छ। अनि पिज्जा पनि अनि हुन्छ। ल ल ल बाई बाई। सानो म तिम्रो लागि चिया बनाऊ। हुन्छ। सानो म अब अफिस जान्छु राम्ररी बस्नु ल कोठामा। केही गर्न मान्नु बुझ्छु केही हुन्न हिजो सरले भन्नु भएको हो नि फेरि राम्रो निद आयो नि। ल होइन जाम अब म जान्छु ल बाई। तिमी नि म्याम तिमी रोएपछि आइहाल्नुहुन्छ नि। बाई मिस यू सानो। दिपिकासँग जाने। बच्चा 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 लका 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 सानो के भयो उतायो के भयो उतायो म्याम आएन कहाँ छ भूत उले टिकाया तो यो छैन भूत जानु यहाँ किन डरे कि तँलाई निन्द्रा लागेको होला छैन के भूत छैन आऊ सुत सुतेको छैन अहिलेसम्म मुख ढाको के भयो भूत भूत छैन यहाँ भूत खै खै छैन त भूत खै खाल्लै डरी कि हेर्दा कति धेरै आँसु खसेको बल्ल बल्ल सुतेछ अघिदेखि रोइरहेकी थिए अहिले पनि उफर्नमा छि भाइ कति रहेछ कि सानो उठ अब उठेर मेकअप गरिदिन्छु सुन्दली बनाइदिन्छु मेरो छानीलाई यो गाजल छ नि भाप्पालाई छोड्दै अहिले गाजललाई यता हेर भाप्पा छाप्पा कति राम्री यो मेकअपमा त झनै सुन्दरी देखियो के मेरी नानी ल भयो बन्द गर म पनि नपुछ न भूत भनिस् नबोल अब मसँग खस्यो
अब बिगारेपछि बिगार्ने तँ। ल भयो देऊ, तिम्रो पनि राम्ररी गरिदिन्छु मिलाएर पुरा। पहिला म यो यता राख्छु, चुन्नी दे त। यस्तै रहदिन्छु म त, छोडिदेऊ। हामी चाहिँ क ख पढ्ने सानो अब है। यो के हो? अ अनार, आ आमा, यता बस। ईबाट ईश्वर, ऊबाट ईबाट मैले बिर्सेको है सानो। सुरुदेखि पढाउँछु ल। अबाट अनार, आबाट आमा। गए जस्तो भएन सानो त्यहाँ? हेर त त्यहाँ, हेर त। सानो भूत, भूत सानो। सानो आइज मलाई अङ्कलमा छिटो। सानो मलाई डर लागिरहेको छ। यो त के हो? भूत 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 सानो, मलाई डर लाग्न छ। कहाँ गयो भूत? सानो भूत, भूत सानो। आइज आइज यता बसौँ। सानो आऊ मेरो यता, आऊ आऊ। यो तिम्रो दिदी होइन, यो मेरो। त हाम्रो पछि के लाग्यो किसिस? लाग्छु। जान्छु म अहिले, पछि आउन। पर्कटो भूत, पर्कटो भूत, पर्कटो। यता बस। किन बस्छु? तैँले जेबाट स्ट्यान्ड गर्छौ। टपुटकी। तिमी हाम्रो पछि किन लागेको छौ? तिम्रो कहानी के हो? मेरो कहानी जान्न चाहन्छस्? चाहन्छु। चाहन्छस्? चाहन्छु। चाहन्छस्? चाहन्छु। भन के हो कहानी? म भन्छु, सुरु गरौँ त। गर। बेबी तिमी आयौ? नआउने कुरै हुँदैन, बोलाएपछि। के सपिङ गर्नु छ? यता बस न बेबी, अलि राम्रोसँग बस। अलि गफ गर्नुपर्छ नि, म त सपिङ गर्छु नि तिम्रो पैसाले। मेरो पैसा जहिले पनि मेरै पैसा खान्छिस्। बेबी आज तिमीलाई यो के भयो? बेबी आउन कति राम्रो कोट छ। मेरो बेबी आफ्नो बेस्ट फ्रेन्डसँग घुम्दैन भनेर घुम्छिस्। मेरो बेस्ट फ्रेन्डको के गल्ती? मेरो केटा बेस्ट फ्रेन्डलाई यहाँबाट निकाल। किन? म चाहियो कि केटा बेस्ट फ्रेन्ड? केटा बेस्ट फ्रेन्ड छोरा त मेरो हात। तिमी पासो लगाउँछौ कि जे गर्छौ मेरो लागि मर्छौ। के गर्ने? जाऊ नि त प्लिज बेबी, प्लिज। म तिम्रो खुट्टा ढोक्छु। बेबीसँग ढुङ्गामा लागेछ। अब म के गर्नु? के गर्नु अब? भाग्नु पर्यो। तेरो बेबी ला। चक्कु खै मारिदिन्छु। फेरि मात्र हुन्छ। यो के भयो? म त जान्छु भाइ, मर्छु। देखा पाउनु। मेरो यही हो कहानी। त्यो पापीले मलाई चक्कु हानेर मार्यो। यसमा मेरो त्यो पापीको गल्ती छ। म नि धेरै रोएँ। फेरि मेरो के गल्ती त यसमा? मेरो बहिनीको के गल्ती?
त्यो पनि हो, तर म यता जो आउँछ म त्यसलाई मारेर नै छोड्छु। तिम्रो बेबीलाई म लिएर तिमी उसलाई मार, म यहाँबाट जान सक्छु के? हुन्छ, तिमीले त्यो काम गर्यो भने यो तिमीले आफ्नो ठिक छ, म उसलाई लिएर आउँछु उसको ल लिएर आऊ। तिमीले यदि तिमीले गलत काम गर्यो भने, यदि तिमीले झुट बोल्यो भने म तिमी जहाँ आयौ म त्यही मारिदिन्छु। ठिक छ, म उसलाई लिएर आउँछु। यो कुरा त उसलाई मारेको कुरा पो हो त, यहाँ किन बोलाएको, कसले बोलाएको त्यही थाहा छैन। सही कुरा गरे तिमी दुईटैले, सही कुरा गर्यो। तैँले मलाई जसरी मारेको छस् त्यसरी नै म यो चाकुले भन्दा पुरा गरे। हे गाइज, हामीहरूले एउटा जङ्गलको एउटा ऊ बनाएको थियो, के अरे त्यो मेरो पुरै बेस्टी, मतलब एउटा मात्रै साथी थियो अनि हाम्रो अरू त्यो चाहिँ दुईटा चाहिँ आयो। त्यो 2 पार्ट चाहिँ ल्याउन सकेन किनभने त्यहाँ चाहिँ धेरै नराम्रो घटना घटेको रहेछ। त्यहाँमा चाहिँ हामीले धौधन्ने बचे होइन, कृपाले चाहिँ बचे। हामी भगवान्को कृपाले बचेको। अनि अब चाहिँ हामी इक्जाम सकेपछि चाहिँ त्यो सुट गर्छौँ। त्यो घर हुँदैन, अर्को घर हुन्छ। कृपया हामीलाई माफ गरिदिनु होला, मैले त्यो ल्याउन सकिनँ। लागि बाई। हामीले त्यो भिडियो ल्याउन सकिनँ त्यसको लागि सरी। बाई।